आजको ब्लग साथीहरु यता यसलाई देखाउ न बार्बर यस्तो कपाल काट्दिनुहुन्छ हाम्रो बार्बरले हेर्नुस् है यहाँ देखाउ कपाली यस्तो सेक्सी कपाल यहाँ अर्को कस्टमर अभि हो र Are you satisfied? very much satisfied Are you satisfied? oh 10 on 10 Are you satisfied? Yes, of course. भ्यालेन्टाइन को लागि भन्नु भाइ को जान्छ अरे भ्यालेन्टाइन म जादिन है मेरो भ्यालेन्टाइन कहाँ बित्छ साथीहरु हेरौँ यता रे मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर यहाँ सबैजनाले ल सब्स्क्राइब सब्स्क्राइब गेम च्यानलमा मात्रै हैन भ्लग च्यानलमा पनि डान्स हानेर डान्स गरेर हालेको छु मैले कस्तो भ्लग आउँछ साथी दामी फ्यान्टास्टिक आउट अफ दिस वर्ल्ड आउँछ है नाखले ब्लु दिन्छ के भन्छ औ यो भिडियोमा गयो भिडियोमा मैले त भनेको हैन है मलाई फोटो लाग्यो हाल्दिनु पढेर काम छैन अब यो पढेर काम छैन अब यही हो अब जाँदैछौँ हामी चटपटी पानीपुरी खाना प्रोफेसनल भएकोहरूले कसरी गर्छ मलाई त लाग्छ यार हो के भन्छ नखाने खाना त अनि सफारी गरेर के डिल भयो भन्दा साथी न त भन्नु ढोगे मेरो खुट्टा ल भन्नु भन्न त के छ त म त केसेहरू मेरो नाक आज कस्तो राजा भइसक्यो सिगान फेलेर यो रुगा मार्गीले मलाई इन्जोय गरिसक्यो है सन्चै हुनुहुन्छ ए भात खानुभयो खानुभएको छैन कसरी गर्छौ मान्छेहरू ब्लगर हिँड्दैछौँ साथीहरू हामी के गर जसो गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जय नेपाल अब हामी घरतिर लाग्दैछौँ यस्तरी हिँडेर है भिडियो चाहिँ बनाउन आउँदैन भिडियो चाहिँ हाल्न चाहिँ मन लाग्छ भोलि पर्सि फेमस भएपछि खाएको हाल्नुपर्छ खाएको मात्रै जानुपर्छ आज यहाँ हामी यस्तो गयौँ भने त्यसपछि खायौँ है वाउ माटोमा फोटाल्नुहोस् अघि हर्क पानी मुखबाङ हाल्नु मेरो साथीले पानी मुखबाङ मेरो साथीको पालो लु वाटर मुखबाङ पानी मुखबाङ कस्तो छ पानीको स्वाद कस्तो छ दामी लाग्यो यस्तै दामी भिडियो हेर्नुले सब्सक्राइब सेयर हान्नुपर्छ है साथीहरू अन्त कस्तो दामी ठाउँ हेर आहा ठाउँ यो ठाउँमा घर हुन पो मजा आउँदो रहेछ लाइट है यस्तो सानो कुना मलाई नि खासमा त यस्तै सानो कुना भएको मनपर्छ ठुलो रोडभन्दा कोही मान्छे नहुँदैन राम्रो फोटोसुट गरेमै घरमा कस्तो छिटो थियो हाम्रो फोटोसुट कस्तो लाग्यो तिम्रो फोटोसुट बाबा लाग्यो मलाई नि बाबाले लाग्यो हो हेर्नु न साथीहरू कस्तो कालो हेर्नुहोस् त साथीहरू कस्तो कालो डार्क ठाउँ यहाँ कि यहाँ चाहिँ दामी आउँछ फोटो त के हो अन्धारो यहाँ त भुतै आएर त समातेर लग्यो भने नि मान्छेले थाहा पाउँदैन ओ तर्सेर हिँड्दै रहेछ म चाहिँ कस्तो तर्से देखेको थिइनँ के छ तिम्रो यसमा विचार भिडियो एडिट गरेर हाल्नु पो कस्तो साथीहरू म चाहिँ मेरो साथीहरूसँग छुटिसकेँ अब म एक्लै बाटोमा हिँड्दैछु अब मलाई भुतले तानेर लग्यो भने म गायब भयो भने म एक्लै बसिरहेको छु कुकुरले खोताला खुतली गरिरहेछ एउटा कथा छ कि साथी मसँग पहिला नै क्या म 7 क्लास कि 8 क्लासमा हुँदाखेरि होला म यहाँ ठ्याक्कै यही बाटो हिँडिरहेको थिएँ कि राति साथीकोमा आउँदै थिएँ अनि ठ्याक्क यो यतातिर छ नि यता मैले कसैले मेरो नाम बोलाएको सुनेको थिएँ यसरी विस्पर गर्छ नि यस्तो सुनेको थिएँ अनि यस्तो डर लागेको थियो मलाई यही हो अहिले यहीँबाट यहाँ त पहिला झारी थियो कि अनि झारी थियो को आयो फेरि क्रिस को आयो